बाबु कति वर्षको थियो? बाबु भर्खर 13 पुगेर 14 लाग्दै थियो। एउटै छोरो गइगयो के गर्ने। अनि त्यो दिन दाइले बाबुलाई घरमै रोक्न सक्नु भएन? स्कुल पनि के नपठाउनु, फेरि त्यसरी पठाउँछन् भन्ने पनि विश्वास गरिएन। अस्ति बाबु भोकै छ श्राद्धमा पठाइदिनुहोस् भन्दाखेरि वो बिचमा पठाउन सकिन्न भन्थे। आफै जिम्मा लिने भए लैजानुहोस् भनेको थिए। कसले पठायो, कसले जिम्मा लियो, किन पठायो केही थाहा भएन। त्यही त, त्यो दिन आन्दोलनमा बाबु आफै त पक्कै गएन होला। त्यो बच्चोले के बुझेको थियो र, त्यसलाई केही थाहा थिएन। त्यसै लिएर गए, कसले लगे, माइती घरसम्म कसले पुर्यायो, अझै अगाडि कसले लग्यो, संसद भवन अगाडि सुद्धा लगेछन्। त्यो ब्यारिकेड कसले तोड्न लगायो, त्यो अबुधो बालक, त्यो के थाहा थियो र। लगे त लगे, त्यहाँबाट फर्काइदियो भने हुन्थ्यो। झन् अगाडि लिएर गएर मुठभेडमै लिएर गएछन्। संसद भवनभित्र पनि छिराए रे। त्यस्तो ठाउँमा किन लगे, कसले लग्यो, कसले जिम्मा लिएर लग्यो के थाहा भएन। त्यो त उनीहरूलाई नि थाहा थियो होला नि। संसद भवन सुरक्षार्थ विशेष प्रहरी फोर्स तैनात गरिएको हुन्छ। उनीहरूलाई त्यहाँ आक्रमण भएको खण्डमा गोली हान्ने अधिकार त संविधानले नै दिएको हुन्छ। कसैको अनुमति लिन पर्ने आवश्यकै रहँदैन। थाहा थियो होला त लिएर गए। दनदनी बलेको आगोमा होमेपछि खरानी हुन्छ भन्ने थाहा पाएर त लग्यो होला नि। हो नरुनुहोस् दाइ, तपाईँ मात्रै एक्लो हुनुहुन्न। 19 जना बालबालिकाहरू बच्चाहरू मारिएका छन्। 3 जना त प्रहरी नै मारिए। त्यति मात्रै नभएर भोलिपल्ट युवाहरूलाई उक्साएर भित्र लगेर बाहिरबाट आगो लगाएर मारिए धेरै युवाहरू। शान्तसँग आफ्नो सजाय भुक्तान गरिरहेका कैदीहरूलाई उक्साएर प्रहरीसँग मुठभेड गराई कति मारिए। देशका महत्त्वपूर्ण इतिहास बोकेका संरचनाहरू आगो लगाएर खरानी बनाए। एक प्रकारले भन्नुपर्दा देशको अस्तित्व नै मेटाउन उद्यत रहे। आफ्नो राजनीतिक स्वार्थ पुरा गर्नलाई त्यत्रा बालबालिकाको बलि चढाए। अब नेपालीले सोच्ने दिन आएको छ। को राष्ट्रवादी हो, को राष्ट्रघाती हो। पैसा